यो संसद विचलित छैन, हामी सिङ्गो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरू विचलित छैनौँ भन्ने कुरा म सभामुख महोदय मार्फत राख्न चाहन्छु। सम्माननीय सभामुख महोदय, गएको 15 गते अर्को एउटा पाशविक र निर्मम ढङ्गका केही घटनाहरू नेपालको काठमाडौँ राजधानीमा घटे। त्यस क्रममा एकजना श्रमजीवी पत्रकार सुरेश रजक, जो समाचार सङ्कलनको निम्ति असाध्यै ज्यान जोखिममा राखेर काम गरेका थिए, उनीमाथि आगो लगाइयो। उनी बसेको घरमा तल ताला लगाइयो र उनलाई निस्किन दिएन र घरभित्रै जलेर उनको मृत्यु भयो। सम्भवतः नेपालको इतिहासमा नभएको घटना यो घट्यो र म दुःख व्यक्त गर्दछु। सुरेश रजकप्रति सहानुभूति व्यक्त, खास गरेर श्रद्धाञ्जली व्यक्त गर्दछु र यस्ता घटनाको म घोर निन्दा र भर्त्सना पनि गर्न चाहन्छु। सभामुख महोदय, यही संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारजी हुनुहुन्छ। उहाँ चढेको गाडीमा आगजनी भयो र उहाँलाई नचिनेर होला सम्भवतः गाडीबाट निस्किन दियो। चिनेको भए के हुन्थ्यो भन्न सकिँदैन। सन्तोष परियार, जसले एउटा लोकतान्त्रिक गणतन्त्रको यो सुन्दर फुलबारीमा आफ्नो व्यक्तित्व बनाउँदै हुनुहुन्थ्यो, एउटा राजनीतिक दलको प्रतिनिधिको रूपमा, उहाँ मृत्युको मुखबाट फर्किनु भयो। म हाम्रो दलको तर्फबाट माननीय सन्तोष परियारजी प्रति सहानुभूति व्यक्त गर्न चाहन्छु। सभामुख महोदय, हामी आज जुन बहस गर्दैछौँ नेपालको राजनीतिमा, फेरि नेपालको राजनीतिलाई पछाडि धकेल्ने, नेपालको राजनीतिलाई पश्चगमनतिर लाने एउटा कुत्सित मनसायबाट यस्ता कदमहरू हुँदैछन्। मैले सुन्दैछु कि अब फेरि एउटा संवैधानिक राजतन्त्र चाहियो, संवैधानिक राजा चाहियो। सभामुख महोदय, हामीले त यो अभ्यास गरेर आइसकेका हौँ। यो अभ्यास पटक पटक भएको नेपालको क्रान्तिमा, नेपालको राजनीतिक क्रान्तिमा। सभामुख महोदय, राजा र जनताको बीचको सम्झौता, राजा र संसद बीचको सम्झौता पटक पटक भएको नभएको होइन, तर त्यो सम्झौता कसले भङ्ग गर्यो? इतिहास फर्केर हामी हेरौँ। 7 सालको सम्झौता 17 सालमा गएर कसले भङ्ग